यस्तो धुलोमा यसरी अब बालुवाहरू भर्नुपर्ने हुन्छ हैन। गाडी भरिसक्यो। गाडी चाहिँ मैले गुडाएर त्यो माथि बोरा राखेकोसम्म पुर्याउनु पर्ने हुन्छ हैन। हेलो गाइस, वेलकम ब्याक। मेरो नयाँ भ्लगमा तपाईहरुलाई स्वागत छ। अनि आई होप तपाईहरु सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु हैन। अनि आज चाहिँ मेरो घरदेखि नै यो भ्लग स्टार्ट भएको छ हैन। सो म चाहिँ काममा जाँदै छु हैन। सो जोन भाइ छ घरदेखि निस्किसक्यो। त्यही हो गाइस, अब जाँदा बाटो भन्दा के कस्तो हुन्छ हेर्दै गरौँ हैन। काममा पुगिँदैन हेर्दै गरौँ बाटो भन्दा के कस्तो हुन्छ हेर्दै गर्नु होला। देखाउँदै लान्छौँ है। अनि हामीले काम गर्ने ठाउँहरू पनि तपाईहरुलाई देखाउँछौँ। सो हामी चाहिँ जाँदैछौँ अहिले चाहिँ हैन। सो कन्टिन्यू जाँदैछौँ बारी दामी रहेछ हैन। अनि अगाडि यहाँ यो बाटो चाहिँ फिक्स पनि भइसकेको छ। तपाईहरु नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला। लाइक कमेन्ट शेयर र सब्स्क्राइब चाहिँ तपाईहरुले गरिदिनु पर्यो। जाँदैछौँ हैन। बसन्ती बाइकले देश लान्छ क्या हामीलाई। बाटो चाहिँ स्पिड छ र दामी छ क्या। दामी लाग्छ क्या। अनि जर्मन शेफर्ड डग के हो छानेर हुँदै जानुपर्ने हुन्छ। यहाँनिर चाहिँ छाता चोक टक्कसँगले माथि छाताको उ देख्नु सक्नु रहेछ। हामी चाहिँ यहाँदेखि नै रालै अब जान्छौँ हैन। यहाँदेखि चाहिँ अब हाम्रो बाटो चाहिँ अपलोड छ हैन। यस्तो छ, यो पिच हानेको छैन हैन। सो यस्तै छ। अब हामी बिस्तारै बिस्तारै जाँदैछु। तपाईँहरूले हेरिदिँदै गर्नु होला। त्यही हो, अब हामी तल कता कता पुग्छौँ, कता कता के हुन्छ हामी देखाउँदै जाँदैछौँ कन्टिन्यू तपाईँहरू। अहिले चाहिँ हामी निकै तल आइपुगिसकेको छौँ हैन। अब चाहिँ हामी बुटाबारी चोक पनि पुग्नु आँटेको छौँ हैन। हाम्रो काम गर्ने ठाउँ चाहिँ बुटाबारी हैन जाँदैछौँ। जो गाइस दुईजना जोन भाइरमा उता चाहिँ चिया बगानहरू पनि छ हैन। चिया बगान टक्कसँगले छ यतातिर। यतापट्टि फेरि सो यतापट्टि चाहिँ खोला आउँछ त्यहाँ चाहिँ हैन। त्यहाँ त्यस्तै छ। यस्तै अपलोड बाटो हो हैन। अलिअलि हल्लिरहेको छ हैन। अब क्यामेरा पनि हल्लिरहेको छ। यो गाइस सपोर्ट दिनु होला है। यस्तै अब भिडियोहरू कन्टिन्यू आउँछ। तपाईँहरूले नराम्रो भए पनि हैन तपाईँहरूले हेरिदिनु होला। हामी सबैजनाले भ्लगरहरूले हैन मेहनत गरेरै बनाउँछौँ हैन। भ्लगरहरूलाई थाहा हुन्छ। सो है तपाईँहरूले पनि अनि सपोर्ट दिनु पर्यो है। अब हामी चाहिँ बुट्टाबारी चोक पुग्नु लागेको छौँ। सो गाइस त्यो चोकमा पुगेर पनि तपाईँहरूलाई देखाउँछौँ। चोक होइन यता पर जाँदा चाहिँ चाराली पुगिन्छ। सो उता हामी ब्याकपट्टि जाँदा चाहिँ तल उयो बिर्तामठ पुगिन्छ होइन। सो त्यही हो, हामी यहाँदेखि यहाँ अगाडिदेखि हामी चाहिँ उतो जानुपर्ने हुन्छ। सो गाइस तपाईँहरूलाई हामी देखाउँदै जान्छौँ। यो चाहिँ बुट्टाबारी चोक है। पछाडि के आउँदैछ, टिफरमा आउँदैछ त। हेलो अब चाहिँ हामी उँधो लागिसकेको छौँ होइन। सो हामीले काम गर्ने बाटो चाहिँ यही हो होइन। यो बाटो चाहिँ भर्खर बन्दैछ होइन। सो साइडमा हामी चाहिँ यो टाइल्स यो पेवर्स बिछ्याउने होइन। त्यो पेवर्सको साइडमा हामी प्याक गर्ने काम गर्दैछौँ कन्टिन्यू होइन। सो कताबाट हुन्छ कहाँबाट हुन्छ तपाईँहरूले कमेन्टमा पनि यसो तपाईँहरूको ठाउँको तपाईँहरूको गाउँको नाम पनि भनिदिनु होला होइन। हामी पनि हाम्रो भिडियो कहाँसम्म पुग्छ, कता कताको मान्छेहरूले हेर्छ भनेर हामी पनि अलिकति बुझ्न चाहन्छौँ होइन। फाइनली साथीहरू हामी चाहिँ चोक पम्प पनि आइपुगेको छौँ होइन।
हामीले काम गर्ने साइटको कम्पनीमा चाहिँ आइपुगिसकेको छौँ होइन। यो कम्पनीको माहौल तपाईँहरूले हेर्न सक्नुहुनेछ। यो कम्पनीको होइन यहाँ पराउँदी यो टाइल्सहरू चाहिँ हामी बाटोको साइडमा ओछ्याउने काम गर्छौँ होइन। अलिकति मलाई चाहिँ रुगा मार्गी लागेर नाकहरू थुनिरहेछ होइन, खोकी लागिरहेछ होइन। त्यही हो, भोइस पनि अलिक नाके आइरहेछ होला होइन। त्यही हो, हामीले बाइक त्यहाँनिर राख्यौँ। हाम्रो बाइक चाहिँ यसो बसन्ती त्यहाँ राख्यौँ। त्यो बसन्तीलाई क्याम्पमा चाहिँ हाम्रो साथी एकजना छ, साथीलाई लिन आएको छौँ होइन। के गर्दैछ सो जाउँ है त। अब हामी यो काम गर्नेहरू छन् नि हो मान्छेहरू। सो कम्पनीको कम्पाउन्ड चाहिँ ठुलो छ है होइन। खै ओ हेलो यता हेर त, के हो एक्लै रुँदै छौ कि क्या? ए छोड न, गिद्दी गरिहाल्यो नि यहाँनिर, मलाई भिडियोमा ननिकाल भन्दै होइन। रुँदै बसिरहेको रहेछ साथी एक्लै। यो कम्पनीदेखि अब बाहिर निस्किसकेको छौँ होइन। अब हामी 3 जना काममा जान्छौँ है। ऊ साथीलाई लिन आएको गिद्दी गर्छ यार क्यामेरा तेर्साउने बित्तिकै। अनि यता जोन भाइ छ। हेलो गाइस, हाम्रो बसन्तीमा अब 3 जना जानुपर्ने हुन्छ यहाँ माथिसम्म होइन, काम गर्ने ठाउँसम्म। त्यही हो, अब हामी काम गर्ने ठाउँमा पुगेपछि तपाईँहरूलाई देखाउँछौँ के कस्तो छ त्यहाँको होइन हालत स्थिति। साथीहरू अहिले चाहिँ हामी काम गर्ने ठाउँमा आइसकेको छौँ। यो साइडमा चाहिँ अब हामीले सिमेन्ट घोलेर हाल्नुपर्ने हुन्छ होइन। यसलाई टाइट हाल्नुपर्ने हुन्छ होइन, यसलाई यो साइडमा हाल्नुपर्ने हुन्छ। सो हाम्रो सामान चाहिँ यो घरमा राखेको छौँ होइन। अब त्यो सामान लिएर अनि हामी चाहिँ काममा लाग्नेछौँ है, काममा लाग्नेछौँ। त्यही हो, हाम्रो बाइक बसन्तीलाई यता राखिदियौँ। सट्ट अब हामी चाहिँ सामान लिनु जाँदैछौँ उतापट्टि होइन। यहाँ चाहिँ एउटा कुकुर डेन्जर छ क्या, यो कुकुर चाहिँ मान्छे देखिसहनु हुँदैन क्या। यो यस्तो डेन्जर भोग्छ क्या, तर टोक्नु चाहिँ त्यस्तो टोक्ने होइन भोग्ने मात्रै हो। यहाँ हाम्रो सामान गाडी त्यो ड्रममा हामी पानी बोक्नु पर्ने हुन्छ। यतै हुँदैदेखि घर कता घर हुँदैदेखि पानी लानुपर्ने हुन्छ होइन। त्यो पानी हामी खान्छौँ। अनि हाम्रो अरू सामानहरू कता छ यहाँदेखि भए पनि हामी पानी त लगिहाल्छौँ होइन। यही कलमा पेरेर भए पनि पानी पनि लैजाउँ न पानी लानुलाई। अब ए अनि यहाँनिर चाहिँ हामी अहिले चाहिँ पानी भर्दैछौँ है चट्टसँगले। यो यसरी घरदेखि असारेर पानी लगेर घोल्नु पर्ने हुन्छ सिमेन्ट होइन। गाह्रो पो छ त हौ, हामी काम गर्नेलाई नि गाह्रो छ होइन। गर्मी बढ्दै गयो, दिनदिनै गर्मी बढ्दैछ है। एटेका काम गर्नु पनि हाई नै पाउँछ त। सामान बेल्चाहरू चाहिँ यहाँ छ टक्कसँगले होइन। त्यही हो, ओइ नबोक पानी लानुपर्ने हुन्छ होइन। यसरी अब गर्नु पर्यो नि होइन। यहाँ माथि पुऱ्याएको होइन गाडी ठेल्नु नसकेर यहाँ तल आएर पानी पनि यहाँ सबै घोप्ट्यो के, सबै घोप्ट्यो। यतिन्जेल पानी भरेको दुःख मात्रै हो। यसो भाइले ट्राई हान्दैछ होइन। यस्तै हुन्छ क्या, यस्तै हुन्छ, यस्तै हुन्छ। अब अघि त्यहाँ निधार ठोकिसक्यो, चिप्लिन्छ क्या, चिप्लिन्छ। सो ट्राई हान्दैछ है, तानुङ भनेको अगाडिबाट तानुङ भनेको चाहिँ केमा बितिरहेको छ त्यही देखाउने हो नि त होइन। यहाँ अब चाहिँ हामीले काम चाहिँ सुरु गरिसकेको छौँ होइन। यहाँ अलिकति मसला बनाएर होइन, यो थोरै यहाँसम्म चाहिँ गर्नुपर्ने हुन्छ। अनि हामीले ठुलो बान बनाउनु पर्ने हुन्छ। त्यसपछि चाहिँ यो पुरै बोराको होइन। यो चाहिँ तल कम्पनीमा सिमेन्ट झारेर गएको होला यो गाडी होइन। त्यही हो, यहाँनिर अब पानी सानी पनि ल्याएको छौँ। यो चाहिँ मेरो बाइक यहाँनिर छ होइन। त्यो मेरो ज्याकेट चाहिँ मेरो होइन, यो मन्जिलको हो। यो मन्जिल काम गर्दैछ होइन यो मान्छे, तर काम गर्दाखेरि उठिहाल्छ क्यामेरा तेर्साउने बित्तिकै होइन। उयो भाइ चाहिँ त्यहाँ काम गर्दैछ, यो जोन भाइ होइन।
अनि छु म पनि अब काम गर्ने वालामा छु काम गर्दैछु त्यो मसला चाहिँ मैले छिटिदिएँ होइन अनि त्यस पछाडि चाहिँ मैले भिडियो थोरै बनाइहालेँ है गाइस के हुँदै हुँदै अब कस्तो कस्तो हुँदै जान्छ सो तपाईँहरूले हेरिदिइराख्नु होला होइन जानी नजानी हामी भिडियो बनाइन्छ तपाईँहरूले हेरिदिनुहोस् तपाईँहरूले साथ सपोर्ट दिनुहोस् है तपाईँहरूले साथ सपोर्ट दिनुभयो भने मात्रै हामीलाई केही हुन्छ कि भन्ने आश हुन्छ है यस्तो धुलोमा यसरी अब बालुवाहरू भर्नुपर्ने हुन्छ होइन गाडी भरिसक्यो गाडी चाहिँ मैले गुडाएर त्यो माथि बोरा राखेकोसम्म पुर्याउनु पर्ने हुन्छ है बोक्नुपर्ने हुन्छ गरौँ छ यो चाहिँ गरौँ छ यता लगेर यहाँनिर बनाउँछौँ हामी चाहिँ अब ठुलो पानी होइन बोराको बनाइन्छ त्यहाँ साइडमा हाल्ने हो साथीहरू छु अनि अहिले चाहिँ होइन 1-2 बजिसकेको छ होइन अनि हामीले चाहिँ काम कन्टिन्यू गर्दैछौँ अनि पहिलो राउन्ड चाहिँ सकेर हामीले सेकेन्ड राउन्डको लागि हामीले टक्कसँगले माल बनाएर यहाँनिर पानी हालिरहेको छौँ होइन पानी हालेर एकछिन राख्नुपर्ने हुन्छ होइन चट्टसँगले हामीले यस्तो छेउछेउमा लाएर माथि कालो नयाँ हालेदेखि त्यहाँसम्म ल्याइसकेको छौँ होइन यतातिर पनि अलिअलि हालिसकेको छौँ यता पनि अलिअलि होइन यो बनाउने ठाउँमा चाहिँ अगाडि नै हाल्नुपर्ने हुन्छ किनकि यस्तो दुलो हुँदै होइन सुक्खा छिर्छ नि त यस्तो दुलो हुँदै सुक्खा छिर्ने पर्छ त्यही भएर चाहिँ अगाडि त्यहाँ हालेर अनि मात्रै फिट्ने काम गर्नुपर्ने हुन्छ होइन घाम त्यस्तै तातो घाम लागिरहेको छ होइन दिनदिनै गर्मी हुँदै जाँदैछ है अनि यता शीतलतिर बसिरहेछन् सो साथीहरू पनि अब हामी एकछिन बसिन्छ त्यो पानीले एकछिन भिजिन्छ होइन त्यही हो अब चाहिँ हाम्रो खाजा नि खाने बेला भइसकेको छ होइन सो फाइनली साथीहरू हामीले चाहिँ होइन अब चाहिँ हाम्रो काम सकेको छ है चट्टसँग लाएर यहाँसम्म लाउनु पर्ने थियो काम चाहिँ चट्टसँग सकेको छ है अनि सामानहरू यता एक ठाउँ भेला गरिसक्यो अब यो माथि चाहिँ सकेर पनि बालुवा छर्नुपर्ने हुन्छ बालुवा पनि हामीले छरिसकेको छौँ सो अनि हामी चाहिँ यो घरमा अब चाहिँ चिया खान जाँदैछौँ है चट्टसँगले हामी चिया खानलाई है बोलाउनु भएको छ नि यहाँ चाहिँ अब हामी चिया खान्छौँ त्योभन्दा अगाडि उता हातखुट्टा पखाल्छु अनि चिया खानलाई बस्छौँ एकछिन हातखुट्टा पखाल्नु पऱ्यो नि त चिया खाँदैछौँ होइन चिया चाहिँ होइन यो चिया एकदमै मिठो चिया बनाइदिनु भएको छ उता आन्टीले होइन चिया मिठो पकाइदिनु भएको छ चिया खाँदै के गर्दैछौ आनन्द लिँदैछौ होइन हो कि होइन अनि यता यो हाम्रो बुनु चाहिँ एकदम ट्यालेन्ट छ तर क्यामेरा देख्ने बित्तिकै भागिहाल्यो नि यहाँदेखि पनि होइन अब माथि काममा जानुपर्ने हुन्छ होइन चिया मिठो खाइयो यो घरमा होइन अब चाहिँ हामी हाम्रो बसन्तीमा फेरि पनि यो माथि अलिकति काम रहेको छ फेरि हामी गएर पनि काम गर्छौँ होइन त्यही भएर माथि काममा जङ भनेको बाइकको होइन यो प्लग बिग्रेर होइन प्लग बिग्रेर होइन बाइकले धोका दियो बाइक चाहिँ छोडिदियौँ होइन अब हामी चाहिँ यो साइकलमा जानेवाला छौँ यहाँ आन्टीहरूको साइकल मागेर होइन माथि चोकमा गएर एउटा प्लग ल्याएर यसमा हालेर होइन अनि मात्रै उँभो जानुपर्ने हुन्छ कुद्छ कि कुद्दैन त्यो पनि थाहा छैन स्टार्ट हुन्छ कि हुँदैन त्यो पनि थाहा छैन है ल हामी जाने चाहिँ होइन माथि गएर यसको प्लग पनि होइन यो प्लग पनि नयाँ ल्याइसकेको छौँ देख्न सक्नुहुनेछ नयाँ प्लग ल्याएर होइन माथिदेखि पसलदेखि साग सब्जीहरू होइन खानको लागि रुममा लानको लागि लिएर आइसकेको छौँ होइन अब चाहिँ यो नयाँ प्लग हालेर हामी यो बाइकलाई एकचोटि स्टार्ट गर्नेछौँ स्टार्ट भयो भने भयो भएन भने यसको अरू नै के बिग्रेको हुनसक्छ होइन मलाई सानोसम्म लागेको छ यही प्लगको समस्या हो भन्ने
अब हेर्दै बाइक पनि बन्यो होइन प्लग सक हालिदिएर होइन यता ठेलचाल ठुल्ठुल गरेर स्टार्ट पनि भयो अनि हामी चाहिँ यसो घरतिर जाँदैछौँ होइन आज चाहिँ हाम्रो काम त्यति नै त्यस्तै भयो होइन किनकि यता माथि आएर नि हामी काम गर्थ्यौँ यता माथि आएर चाहिँ हामीले काम गर्न पाइएन होइन ठिकै छ भोलि गरिहालिन्छ होइन त्यही हो अब आज चाहिँ छिटै घर गइँदैछ होइन त्यस्तै हो यो प्लग अलिकति प्लगको समस्या आएर होइन यहाँ माथि चोकमा गएर होइन प्लग लगेर हालेर अहिले चाहिँ गइँदैछ घरतिर होइन जाँदैछौँ होइन त्यही हो हामी कालिस्तान बजार आइपुगेको छौँ दादा गाइस यो चाहिँ कालिस्तानको स्कुल होइन स्कुलमा बलहरू खेल्दै रहेछन् भाइहरू यता अगाडि यस्तोमै हानिहाल्थ्यो नि अब उता स्कुल हेर्ने हुँदा यता हामी चाहिँ यस्तोमा परिसकेको छौँ त्यही हो गाइस कस्तो टायर गाडी रहेछ यो के हो टायरको हालत के दाइ पारा स्कुल हेर्ने हुँदा उता पसिगयो नि उता